So, hello and good afternoon, everyone. Welcome to the new video. As usual, आज नि वेदर अपडेट गराइहालौँ। पोखरामा 2-3 दिन भयो अलि बढी नै गर्मी बढिरह। पोखरामा गर्मी फेरि घामले गर्दा भएन के। यो क्लाउडी भइरह वेदर अनि हिट ट्र्याप भयो के। अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। ट्याक्क पेट्रोल पम्प देखेर एउटा कुरा याद आयो। आई जस्ट रिफ्युल यस्टरडे। हिजो मात्र मैले रिफ्युल गरेको थिएँ अनि आज पेट्रोलको प्राइस घटेछ। हाउ अनलकी क्यान आई गेट। फेरि रिफ्युल नि फेरि दिउँसो गरेको र साँझ रिफ्युल गरेको थिएँ अनि रिफ्युल गरेर गएको एकछिनपछि यसो मोबाइल चलाएर हेरेको त पेट्रोलको मूल्य 20 रुपियाँले घटेको छ अरे। ल तर एटलिस्ट के रिलिफ पनि भयो। 20 रुपियाँ 1 लिटरमा घट्नु भनेको त इट्स गुड। अहिलेको नयाँ बिल पेस भयो। अहिले नयाँ बिल पेस हुन लाग्यो नि ट्राफिक रुल सम्बन्धी। त्यसमा कति कुराहरू त कति राम्रो छ कि भनेको ड्रिङ्क एन्ड ड्राइभलाई अब 50,000 लेखेर फाइन लेखेको छ। त्यो त अति राम्रो हो किनभने अब 1000 हुँदाखेरिसम्म मान्छेले के भन्थ्यो भने जब 1000 त तिरिहालिन्छ भन्थे अनि त्यही केसले गर्दा कति लाइफ गइरहेको हुन्थ्यो। अनि 50,000 भएपछि त एटलिस्ट दे वान ह्याभ द्याट गट्स 50,000 तिरेर 10,000 को पार्टी गर्ने अनि 50,000 तिर्ने भन्ने त हुँदैन। सो त्यो धेरै राम्रो हो। तर कुनै कुराहरू चाहिँ कस्तो कन्ट्रोभर्सियल छ क्या भनेको चाहिँ अब ओभर स्पिडिङलाई चाहिँ 2 व्हिलर्सको चाहिँ 15,000 छ क्या 25,000 छ क्या हो। अनि 4 व्हिलरलाई चाहिँ ठुलो ट्रकहरूलाई चाहिँ 50,000 छ होइन। अब ओभर स्पिडिङको कुरामा चाहिँ अब 2 व्हिलर चलाउनु भयो म 2 व्हिलरकै कुरा गर्छु। ओभर स्पिडिङको चाहिँ कति कुराहरू जस्टिफाई गरिदिनुपर्छ क्या गभर्मेन्टले। भनेको अब स्पिड लिमिटहरू सेट गरेपछि अब त्यो ठाउँमा हुनु पऱ्यो त्यो स्पिड लिमिटको बोर्डहरू। अब एक ठाउँमा हुन्छ अनि 10-15 किलोमिटर चाहिँ केही हुँदैन। अब त्यही स्पिड लिमिट त होइन होला 10-15 किलोमिटरसम्म त त्यस्तो हुन्छ। अब नेसनल हाइवेजहरूमा अब स्पिड लिमिट त्यही अनुसार राख्नु पऱ्यो। काहीँ स्पिड लिमिट अब राम्रै हाइवेमा पनि 40 छ क्या स्पिड लिमिटहरू। अब त्यो जस्टिफिकेसन दिनु पऱ्यो गभर्मेन्टले राम्रोसँग। अनि अर्को रुल चाहिँ आफूसँग लाइसेन्स डकुमेन्टहरू लिएर हिँडेन भने पनि 5,000 फाइन छ क्या हो। ठिकै हो त पनि। अब अहिले त त्यही माथि नागरिक एपमा लाइसेन्स देखाए हुन्छ। अब मोबाइलबाटै अथवा तपाईँ कम्प्युटरबाट गर्न सक्नुहुन्छ। मैले अस्ति एक्सपर्ट स्टुडेन्टलाई टेस्ट ड्राइभ गरेको थिएँ। अमरसिंहमा थियो पोखराको। तर कस्तो हिरोले खै अब त्यहाँ सोद्धाखेरि चाहिँ म्युनिसिपालिटीले दिएन भन्नुभएको थियो क्या सायद त्यहाँ ठुलो ट्र्याक बनाउनलाई। मगर क्यों? त्यही भएर नि होला अहिले अर्कै ठाउँ रोजेको भए नि हुन्थ्यो त। योभन्दा अगाडि सायद 1 वर्ष अगाडि नै होला एक्सट्र्याक्ट भएको थियो क्या बाटुन सहरमा। त्यो बेला चाहिँ धेरै राम्रो थियो एक्सट्र्याक्टहरू ठुलै थियो। अनि अहिलेको त इट्स लाइक अ टेस्ट ड्राइभ पनि हाइवेहरूमा यता भएको रमाइलो हुन्छ त। यसो घुमायो जस्तो लाउँदैन धन्न। मैले त एकचोटिमा त घुमाउने हो गाडी सोचेको थिएँ। अनि त्यहाँ चलाउँदाखेरि त्यहाँको दाइलाई सोधेको 4-5 राउन्ड त मिनिमम घुमाउ न भन्नुभएको थियो। बिकज दे नो इट। त्यो 1 राउन्डमा केही त हुँदैन सुरुमा क्लच नै भेट्टा पर्दैन सुरुमा। अनि टु टक अबाउट एक्सप्लस 210 मलाई अरूभन्दा नि मेरो बाइकको थ्रोटल हल्का कम होइन खै के हो छ हल्का त्यो भएर चाहिँ त्यसको थ्रोटल साह्रै राम्रो लाग्थ्यो मलाई। अनि अर्को आवाज पनि धेरै राम्रो छ। अब त्यो यतिकै मोबाइलमा सुन्दाखेरि चाहिँ अर्कै सुनिन्छ त्यसको आवाज तर आफूले चलाउँदाखेरिको आवाज राम्रो छ एक्सप्लस 210 को। अनि कम्फर्ट चाहिँ खै अब कम्फर्टलाई सब्जेक्टिभ भन्न त मिल्दैन तर पनि कसैलाई कुनै राइडिङ पोजिसन कम्फर्ट लाग्छ कसैलाई कुनै लाग्छ। मलाई चाहिँ कम्फर्टेबल ठिकै लाग्थ्यो भन्नाले त्यस्तो खतरा कम्फर्टेबल त लागेको थिएन फर एन एडभेन्चर बाइक है। तर ठिकै थियो कम्प्लेन गर्नेवाला चाहिँ थिएन जे होस्। अब मैले त्यो टेस्ट राइड गरेकोमा चाहिँ डट टायर हालेको थियो। सो अब अफिसियल भनौँ न अन रोड टायर अब हामीले किन्दाखेरि पाउने टायरमा चाहिँ कस्तो छ थाहा भएन तर डटमा अब त्यस्तै त डट भनेको अर्कै हो। अनि मलाई प्रब्लम त्यति चलाउँदा हुन त के नै थाहा हुन्छ केही थाहा हुँदैन। एक्सपल्सको लुक्स 210 को लुक्स चाहिँ डिसेन्ट लुक्स छ एडभेन्चर लुक्स छ हल्का। अगाडिबाट हेर्दा राम्रो छ पछाडिबाट पनि राम्रो छ। एडभेन्चर सेक्सनको बाइकलाई हल्का एडभेन्चर लुक्स छ द्याट्स गुड। त्यो अगाडिको कारले सायद 1000 चोटि हर्न माऱ्यो होला हौ। कति हर्न मारे अस्ति भर झन् इन्डियनहरूले यहाँ नेपालीहरूको तारिफ गरेको थियो जाममा नै हर्न बजाउने रहेछ र यो मुलाको भिडियो हेऱ्यो नि त मेरो माइक खस्यो क्या हो हामी पछि माइक त होइन विन्डसिल्ड झन् खसेछ यार।
सो यो भिडियोमा झन् ओइ ल ए I was about to end the video, but so I guess I'll end this video here. Thank you for watching. See you in the next one, and don't forget to subscribe and share your opinions in the comment. Thank you for watching. Bye bye.